आज चाहिँ घरमै मिठो च्याउरा खाना बनाएर खान्छु भनेर म चाहिँ कामबाट आउने खाना बनाउनलाई रेडी हुन थालेँ। मैले चाहिँ त्यति घरमा खाना बनाउँदिनँ, प्रायः बाहिर खाएर हुन्छ। घरमा एक्लै सन्तान, त्यही भएर खाना त्यति बनाउँदिनँ। र मैले चाहिँ यो खाना बनाएको नबनाएको यो छोटो भिडियोले नै थाहा हुन्छ कि मेरो घर परिवारले पनि म त्यति खाना बनाउँदिनँ, अनि खाना बनाएको दिन चाहिँ भिडियो हालिरहेको हुन्छ मैले, न त म त्यति हाल्दा नै हाल्दिनँ। आजभोलि चाहिँ अनि त्यति सन्चो पनि छैन, अनि बाहिर बढी काम भएको कारणले बेलुका खाना नखाइकन सुत्दा चाहिँ अहिले कस्तो असजिलो अनि बिरामी हुन्छ जस्तो लाग्छ नि। त्यही भएर आजभोलि चाहिँ खाना थालेको छु र यही नै हो मेरो चाहिँ खाना, यही हो। सादा ट्याक्क गफ गर्दा खाना पनि पाकिसकेको थिएँ मैले। खाना चाहिँ फेरि एकदम छिटो बनाउँछ, अल्छी लाग्छ कि एकजनालाई खाना बनाउन। र च्याउ दाल भात तरकारी सबै पाकिसकेको थियो, तर दाल चाहिँ मैले खाएन है, भोलि बिहानलाई राखेको थियो। एक्लै बसेर खाना खान मन नभएको कारणले पनि मैले त्यति घरमा खाना बनाउँदिनँ के। अनि सो गाइज यस्तै हो, धमाधम खाना पाक्यो, खाइयो। थ्याङ्क यू सो मच फर वाचिङ। मन परेमा फलो गर्न नभुल्नु होला। बाई बाई।